again, welcome back to Prosu Mini Vlog. So आज चाहिँ हामी जाँदैछ जामुने. आज चाहिँ 26 जनवरी रिपब्लिक डे मनाउनु चाहिँ हामी जामुने जाँदैछौँ. यो चाहिँ हाम्रो अनसडन प्लान हो. सो यहाँनिर हाम्रो आगु जिएमआगुले गाडी चलाउनु हुँदैछ एकदम है. ह्यापी रिपब्लिक डे. ह्यापी रिपब्लिक डे. यता हाम्रो सम्झिने आमा हुनुहुन्छ हाम्रो आमा है. कता हेर्न त कस्तो मजा आउँदैछ? दामी है? हजुर सम्झीको गाडीमा चढ्यो? सम्झी कस्तो लाग्यो? सम्झी राम्रै लाग्यो. यतानिर हाम्रो आँसुहरू आमा सिलाना हाई भन्यो साथी. अब चाहिँ हामी 0 पुग्नु आँटेको छौँ हो. अब हेर्दै गर्नुहोस् ल. यहाँनिर सामान किन्दैछौँ हो. दाल भात तरकारी हाम्रो दादा. यहाँ दादाहरूले दाउरा बेच्नु हुँदो रहेछ होइन. हामी पनि अब किनौँ भनेको. दादा दाउरा कसरी पिटा हो? 120 100 गरेर दिनुहोस् न. आऊ यो महिना त्यसो गर्नुस् कि यो बाम्बो राख्नुस् हो. लुगा त आज रात अनि यता त हेल्पर त लजाउँदो रहेछ तपाईँको है. हामी चाहिँ अब यहाँ दोकानमा सामानहरू किनेर पनि होइन गएको. अब चाहिँ हामी जामुने पुग्छौँ एकछिनमै हो. ड्राइभर चाहिँ चेन्ज भएको छ सत्यम दादाले यता भरोसा गर्ने चाहिँ हामी नयाँ ड्राइभरलाई भरोसा गर्ने चाहिँ हामी. ब्याम नगरी छ अरे लो चाहिँ यहाँ सिलगढी आइपुग्यो नि दादाहरूले ल्याइ पुऱ्यायो सिलगढी. सो हामी चाहिँ फाइनली आइपुग्यौँ जामुने. यहाँनिर छ आइसा बहिनी साङडुप भाइ यहाँ बनाउँदैछ रेडी. यहाँ चाहिँ माछा मन जाँदैछ आज. हाम्रो आमाले चाहिँ यहाँ रेडी गर्छ. दुईजना चाहिँ भर्खर कुक मगाएको कि उता परदेशबाट. कहाँकोहरू हो दिदीहरू? म चाहिँ यहाँ छु होइन. यहाँनिर चाहिँ दादाहरू रेमन भाइ सुर्तामा परिरहेको छ के गर्नुपर्ने भनेर. हाम्रो रेडी हुँदैछ यहाँ एकदम. सिजुले पानी तताउँदैछ. मिठो मिठो जरा पकाउँछु भन्दैछ उसले. यहाँ चाहिँ हामी आज पिकनिक खान खोलामा आइरहेको छौँ. यहाँनिर सासू बुहारीले त एकदम यो प्याज काटिरहेको छ. अब चाहिँ हामी यहाँ रसमिठा खानु आँटेको छौँ होइन. तराई माझ्ने चाहिँ मैले स्पेसल लिएर आएको छु. सिर्जना हाम्रो बहिनीहरू चाहिँ यहाँ पारी गएको अरे. अब एकछिन घुम्नुको लागि खोलामा यहाँ हत्तु भएर आयो स्कुटी सिकाएर. यहाँ चाहिँ मासु पाक्दैछ एकदम. यता सत्यम दाम छ कुकमा. यो चाहिँ अर्को होला पर्क. यता चाहिँ के हो रुनी मात्रै बस्छ त. यता चाहिँ यहाँ माछा दामी बनाएछ यहाँ मिन्टु दादाले. तर सक्यो कराईमा चाहिँ छ. मेमीले आफ्नो भाग राख्दै गर्नु त. मेरो भागमा खुट्टा बगर पढ्दैछु म स्कुल. ह्यान्ड राइटिङ नराम्रो हुन्छ. दिनु त र यहाँ साथीहरू आपसमा एकअर्कामा खुवाइरहेका छन्. गाइस हामी चाहिँ खानासाना खाइसकेर पनि होइन अब लाग्ने यतातिर मिलाउँदैछ. कोही गीत गाउँदैछ, कोही नाच्दैछ, कोहीले फोन खोज्दैछ, फोनहरू हराएर. तलै हामी चाहिँ एकछिन माथि जाने अन्त चाहिँ फर्किने. गएको यहाँ पिकनिक खेलिसकेर आएर यहाँ भक्ते भाइकोमा आएको छौँ एकछिन. भक्ते भाइलाई भेट्नु चाहिँ होइन एकदम टाढो टाढोबाट आउनु भएको छ. यहाँ फोटोको लाइन लागिरहेको छ. लाइन हामी चाहिँ यताबाट निक्लेर पनि अब गएको घर.